तिम्रो काण्ड थाहा पाएर चाहिँ तिम्रो बेनवा हो। कुनै कुराहरू भन्नुभन्दा पनि हाँसो लाग्छ क्या। एउटा अलिकता चिरपरिचितै एकजना एउटा एउटा बहिनी भनौँ न, 30 काटेको बहिनी होइन, पुरा खतरा पोडकास्टमा गएर खतरा दिँदै रहेछ क्या। के भन्दै रहेछ भन्नु न, ए के अरे बिहे भन्ने कुरा छिटो गर्ने होइन, यस्तो होइन उस्तो होइन, बिहे भन्ने कुरा एकदम आफू इन्डिपेन्डेन्ट भएर चाहिँ यस्तो गर्नुपर्छ यता। ए बहिनी, उमेर हुँदासम्म भिसी गरेर होइन $150, $200, $500 चाहिँ दुनियाँसँग चाहिँ रात बिताएर हिँडेर चाहिँ जिन्दगीमा सबैजनाले थाहा पाएर हो क्या। तिम्रो काण्ड थाहा पाएर चाहिँ तिम्रो बेनवा हो है। के तिम्रो फोटो टाँसिदिनु पर्ने हो र? सत्य कुरा आजभोलिको जमाना कसैले बोल्दैन क्या। दुनियाँसँग सुतेर सबैजनाले थाहा भएर तिम्रो असली औकात के असली औकात थाहा भएर चाहिँ बेनवा हो जाँठी। कस्तो कुरा गरेको हो? इन्डिपेन्डेन्ट भएर बिहे नगरेर, बिहे नगरेर पोइ नपाएको हो। जसले काण्ड थाहा छ, हरकत थाहा छ, उसले बिहे गर्छ र? गर्दैन नि। यति थोप्डा चाहिँ राम्रोसँग यसरी पोद्दैमा त्यसलाई मान्दैन क्या। कुरो बुझ्नुभयो? जब चिटिक्कै बन्छ यताउता त्यो क्षणिक समयको लागि हेर्छ क्या, जसरी आर्टिफिसियल फेस मेकअप दल्छौ नि, हो त्यस्तै हो क्या जिन्दगी। त्यही भएर जिउ, सत्य कुरा बोल। बरु म यस्तो यस्तो गर्दै भन न, काम गर्छ, उता भिसी काण्ड गर्छ, अनि यता चाहिँ म